ट्याक्कै हामी मदन भण्डारीको यो गेट बोर्डमा आइपुग्यो र हामीले फोटोसोटो दुई चाँडा खिचिसक्यो होइन। अब फोटो खिचेर अब हामी फेरि हिँड्नु गयो। भन्दालाई फोन गर्दैछौँ, भन्दा यहीँ हुन्छ, तर अब चितलाङ चाहिँ अब हामी अलि आइपुगेको छैन होइन। चितलाङ आइएन, हामी यहाँ चितलाङ पुग्दैछौँ। अनि त्यो पछि यहाँ चाहिँ नासपाती छ। अब त्यहाँबाट हामी चाहिँ अब हिँड्छौँ एकछिन। भन्दालाई जीवन दाइले फोन गर्दै हुनुहुन्छ होइन। हामी भन्दालाई फलोअप गर्दै अनि त्यहाँ पुग्छौँ। अनि त्यहाँ पुगेर हामी चाहिँ एकछिन पुगेर घुमेर अनि फेरि हामी यता तलतिर रेस्टुरेन्टतिर पनि घुमघाम गरेर होइन सबैतिर घुम्छौँ। इन्जोय आज डे चाहिँ हाम्रो चाहिँ नयाँ वर्षको चाहिँ डेमा चाहिँ हामी चितलाङ भिजिटमा छौँ। हाम्रो टोली छ होइन। रमाइलो भयो। हामी बसमा पनि नाच्दै गाउँदै अब सबैजना भेट भयो। त्यहाँ नचिनेको भाइहरू पनि हामीसँग यसो हामीले देखेपछि चाहिँ नाच्न गाउन उनीहरू आउँछन् होइन। अब हाम्रो त्यो अनुहारै त्यस्तो हो। वा यार के हो यार, म जान्दिनँ कि सबजना अब त्यहाँ केटीहरू पनि फोटो खिचौँ यताउता भन्छन् होइन। अब त्यो भाइहरू पनि दाइ फोटो खिच्नु पर्यो तपाईँहरूसँग भन्छ के हो अब अनुहारमा केही छ कि अब बोलीमा केही छ कि त्यो केही बुझ्न सकिन्न क्या फेरि के गाह्रो छ होइन। अब त्यो छ अहिलेलाई परिस्थिति। अहिले ट्याक्कै मदन भण्डारी चाहिँ हामी भित्र छिर्दैछौँ। अनि अब हाम्रो आदरणीय दाइ जीवन दाइ दुई चारवटा कुरा यसो हजुरको राख्दिनु न। निमन्त्रणालाई हामीले स्वीकार गरेर हजुर अनि भाले विशेष लोकल भाले खाने शर्तमा हजुर हामी चाहिँ यो चितलाङ मदन भण्डारी युनिभर्सिटीमा चाहिँ आइपुगेका छौँ। हजुर रमाइलो भयो बाटोमा आउँदाखेरि। हजुर हजुर अब जुनियर भाइहरू झनै रमाइलो। त्यसमाथि अब अरू विशेष कारणले अरूहरू चाहिँ बोल्नु भएन। त्यसमा हाम्रो के दुःख मनाउँ त छैन, तर उहाँहरूलाई पनि नयाँ वर्षको शुभकामना। अनि उहाँहरूले लास्टमा फोटो खिच्नु भएको दाइ फोटो खिचेर भिडियो नाचिदिनुहोस् न भनेर फोटो खिचेर लानु भएको छ है। अब हाम्रो समीरलाई केही छ कुरा राख्नु पऱ्यो सिसन हो। तपाईँहरू अलिक बोल्न सक्नुहुन्न क्या, बोल्न पऱ्यो नि त यार। नयाँ वर्षको शुभकामना दिनु पऱ्यो। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आम नेपालीहरूलाई नयाँ वर्ष 2083को शुभकामना छ। उन्नत प्रगति देशको समृद्धिको विकास सँगसँगै सबै कुरा चाहिँ गर्नु पऱ्यो हाम्रो टोलीले होइन। त्यो हुनु पऱ्यो नि त।